सो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल सिटेट नेपाली। के तपाईँहरू सिटेट वा टेटको लागि प्रिपेयर गर्नुहुँदैछ भने चाहिँ तपाईँहरू सही जग्गा आउनुभएको छ। यस च्यानलमा चाहिँ म प्राय नेपाली सिटेट या टेटको लागि नै भिडियोहरू बनाएर पोस्ट गर्ने गर्छु र तपाईँहरू यो च्यानललाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् र च्यानललाई लाइक सेयर एन्ड कमेन्ट पनि गर्नुहोस् है। र तपाईँहरूलाई म एउटा छोटकरीमा भन्नु चाहन्छु कि नेपालीमा सिटेटमा नेपाली कस्तो प्रकारले आउँछ र 30 मार्क्सको नेपाली हुन्छ। त्यसमा तपाईँले दुईवटा गद्यांश भेट्नुहुनेछ। गद्यांश एउटा गद्यांशमा तपाईँको 8वटा क्वेसन रहनेछ र दोस्रो गद्यांशमा 7वटा क्वेसन रहनेछ र हाम्रो क्वेसन भयो टोटल 15वटा गद्यांशबाट र अब 15वटा क्वेसन त्यहाँ आउँछ तपाईँको नेपाली पेडागोगीबाट है। सो नेपाली पेडागोगीबाट जसमा मैले धेरैभन्दा धेरै भिडियोहरू बनाएर यो मेरो युट्युब च्यानलमा सिटेट नेपाली च्यानलमा अपलोड गरिसकेको छु र तपाईँहरू त्यो भिडियोलाई राम्ररी हेरेर प्रिपेयर गर्नु सक्नुहुनेछ र आउने सिटेटको लागि है। सो आज यो भिडियो रहनेछ गद्यांशमा। यो नेपाली यो पेडागोगीमा भिडियो नरहेर यो मैले पहिलो गद्यांश भिडियो मेरो हुँदैछ र तपाईँहरू राम्ररी हेर्नुहोस्, आइडिया लिनुहोस् कि कस्तो कस्तो आउँछ स्टोरी, गद्यांश कस्तो हुन्छ, क्वेसन कसरी सोधेको हुन्छ र त्यो सबै आइडिया लिनु सक्नुहुनेछ है। र अब हामी सुरु गर्नेवाला छौँ र यो चाहिँ मैले कभर गर्दैछु रिसेन्टली पेपर भएको जुन चाहिँ 2026 फेब्रुअरी 8 भएको थियो र यो चाहिँ पेपर 2बाट मैले कभर गर्दैछु है। सो अब हामी सुरु गर्दैछौँ र यहाँ चाहिँ गद्यांश के दिएको छ भन्दाखेरि र यो स्टोरी चाहिँ तपाईँले जति सक्दो 2 मिनट्समा रिड गरेर सक्नुहोस् है। तपाईँलाई एकदम तपाईँको टाइम सफिसियन्ट हुँदैन। तपाईँलाई 150 क्वेसन कभर गर्नुपर्छ 2.5 आवर्समा र तपाईँले धेरैभन्दा धेरै स्पिडमा रिडिङ गर्नुपर्छ, एकदम स्लो रिडिङ गर्नु हुँदैन। फर्स्ट यसमा टेक्निक भनेको नि स्पिड रिडिङ गर्नुहोस् र कथालाई जति सक्दो छिटो बुझ्नुहोस् है र क्वेसनलाई छिटो तपाईँ सल्भ गर्नु ट्राई गर्नुहोस्, नभए तपाईँलाई टाइम सफिसियन्ट हुँदैन। र यहाँ हामी सुरु गर्दैछौँ र हर्कामान बिस्तार बिस्तार उकालो हिँड्दै थियो। पछि छाता उडेर एकजना मान्छे आउन लागेको उसले देख्यो। अब त एउटा साथी पनि भयो, गफ गर्दै गर्दै बाटो काट्न पनि सजिलो पर्ला भन्ने उसलाई लाग्यो। एकछिनपछि त्यस मान्छेले हर्कमानलाई भेटिहाल्यो, तर त्यो मान्छे भने हर्कमानसँग बोल्दै नबोली सुरु हिँड्न थाल्यो। हर्कमानले उसलाई बोलाउँदै भन्यो, ए दाजु, तपाईँ बोल्दा पनि बोल्नुहुन्न, केही कुरा त गरौँ र गफ गर्दै यो उकालो काटौँ। तैपनि त्यो मान्छे उसँग बोलेन, लुरु हिँडी नै रह्यो। फेरि हर्कमानले भन्यो, होइन किन नबोलेको ए दाजु? यसपल्ट त्यस मान्छेले भन्यो, एक बाजी बोलेको 1 रुपियाँ लाग्छ। मतलब एकपल्ट बोलेको 1 रुपियाँ लाग्छ। हर्कमानले छक्क परेर विचार गर्यो, यो मान्छेले 1 रुपियाँ लिएर कस्तो बोल्ला त, सुनिहालौँ न। र यसको कन्टिन्यू छ यहाँनिर, जे सुके होस् 12 पाती मकै लाने ठाउँमा आटे पाती लैजाउँला। यसको एउटा बोली त सुन्नै पर्यो। 1 रुपियाँ दिँदै हर्कमानले भन्यो, लौ बोल्नुहोस्। पैसा थापेर त्यस मान्छेले भन्यो, जिउँदो मान्छेले त केही गर्दैन, मरेको मान्छेले झन् के गर्छ। त्यसपछि ऊ बोल्दै बोलेन। हर्कमानले भन्यो, किन चुप लाग्नु भएको? जवाब दियो, तेरो 1 रुपियाँको कुरा त सकिहाल्यो नि। हे दैव, उकालो जम्मै बाँकी छ, 1 रुपियाँ सकियो। यो सोच्दै हर्कमान बिस्मातमा पर्यो र फेरि 1 रुपियाँ दियो। यसपल्ट त्यस मान्छेले 4 जनाको बुझ लिनु भन्यो र चुप लाग्यो है। अब फेरि हर्कमानले के गर्यो, फेरि 1 रुपियाँ दियो उसलाई र फेरि त्यतिखेर त्यो मान्छेले के भनेर बोल्यो, 4 जनाको बुझ लिनु भन्यो र चुप लाग्यो अरे है।
हर्कमानले उसित बाँकी रहेको अन्तिम 1 रुपियाँ पनि दिँदै भन्यो, लौ बोल्नुहोस्। त्यस मान्छेले भन्यो, अर्काले ओछ्याएको ओछ्यानमा नटकटकाई नबस्नु। यति भनेर त्यो मान्छेले आफ्नो बाटो लाग्यो। र तपाईँहरू यसमा बुझ्नुहोस्, यहाँनिर हर्कमानले 3 रुपियाँ दिइसकेको छ। फर्स्ट 1 रुपियाँ दिँदाखेरि त्यो मान्छेले के भन्दैछ, जिउँदो मान्छेले त केही गर्दैन, मरेको मान्छेले झन् के गर्छ। फेरि दोस्रोपल्ट अझै हर्कमानले 1 रुपियाँ दियो। फेरि त्यतिखेर त्यो मान्छेले के भन्यो, 4 जनाको बुझ लिनु भनेर सजेस्ट गर्दैछ उसलाई। फेरि थर्ड टाइममा पनि अझै हर्कमानले अझै 1 रुपियाँ दियो र त्यतिखेर के भन्यो त्यो मान्छेले, अर्काले ओछ्याएको ओछ्यानमा नटकटकाई नबस्नु भनेर उसले यति भनियो हर्कमानलाई। र हर्कमानले जम्मा कति पैसा खर्च गरे, 3 रुपियाँ, किनभने 3 पल्ट बोलेको छ है। अब यो भयो स्टोरी है, यो भयो स्टोरी। अब हामीले बुझ्यौँ। अब हामी यसको प्रश्नहरू कस्तो कस्तो दिएको हुन्छ त्यो अब हामी सल्भ गर्न गइरहेका छौँ। र यति एउटा कुरा याद राख्नुहोस्, तपाईँहरूले धेरै टाइम पाउनुहुन्न इक्जामको टाइममा है। र तपाईँहरूले यो स्टोरीलाई एकदमै स्पिड पढ्नुपर्छ र बुझ्नुपर्छ र छिटोभन्दा छिटो सल्भ गर्ने कोसिस गर्नुपर्छ, नभए तपाईँले टाइम पाउनुहुन्न। र पहिलो प्रश्न रहेको छ यहाँ, तलका मध्ये कुनमा एक बाजी पदमा लागेको बाजी शब्दका पर्यायवाची छन्। अब यहाँनिर एक अप्सनमा रहेको छ सट्टा, सरोक, खेप। 2 मा रहेको छ वट, बार, पटक। 3 मा रहेको छ चोटी, पल्ट, खेप। र 4 मा रहेको छ सात, पक्ष, पाली। र तपाईँले क्वेसन राम्ररी पढ्नुहोस्। तलमध्ये कुनमा एक बाजी पदमा लागेको बाजी शब्दको पर्यायवाची। पर्यायवाची भनेको तपाईँहरूलाई थाहा छ सिनोनिम्स है, जसलाई हामी सिनोनिम्स पनि भन्छौँ। र बाजीको पर्यायवाची नै हो चोटी, पल्ट, खेप। र दोस्रो प्रश्न रहेको छ, हर्कमानले बाटामा भेटेको मानिस को थियो। अप्सन 1 परिचित साथी, अप्सन 2 अचिनारुपातिक, 3 मा छ स्थानीय ग्रामवासी, 4 मा छ कुनै शिक्षक। र यहाँ चाहिँ स्ट्रेन्जर थियो, जो मान्छे उसले छाता ओढेर आउँदै गरेको थियो, जसलाई उसले पैसा दिएर बात गर्यो, त्यो मान्छे को थियो, स्ट्रेन्जर थियो, अननोन थियो, उसले चिन्दैन थियो त्यो मान्छेलाई। र त्यस्तो खाले मान्छेलाई के भन्छ, अचिनारुपातिक है। तपाईँ याद राख्नुहोस् है यो वर्डहरू। र थर्ड क्वेसनमा रहेको छ, बिस्मात शब्दको विपरीतक कुन हो। अब यहाँ विपरीतक भनेको अपोजिट वर्ड हो है, अपोजिट या एन्टोनियम्स पनि भन्छौँ हामी। बिस्मात हेर्नुहोस्, बिस्मात के भएको थियो भन्दाखेरि उसले पैसा दिएर, हर्कमानले पैसा दिएर ऊ एकपल्ट मात्रै बोल्यो, त्यहाँबाट ऊ बिस्मात भयो। बिस्मात मतलब तपाईँको स्याड हुनु है, स्याड हुनु। र यसको जस्ट उल्टा विपरीत के हो भन्दाखेरि, 1 मा हेर्नुहोस् दृढता, 2 मा छ आश्चर्य, 3 मा छ पीडा र 4 मा छ हर्ष। हर्ष भनेको चाहिँ खुसी हुनु है, खुसी हुनु। र जुन चाहिँ बिस्मात छ त्यो चाहिँ स्याड भयो, र जुन चाहिँ हर्ष छ यो चाहिँ ह्याप्पिनेस भयो। र यसरी हामी नेक्स्ट क्वेसन हेर्नेवाला छौँ 94 मा। सुरु सुरु र लुरु लुरु जस्ता शब्द कुन वर्गमा पर्दछन्। क्रियायोगी, जसलाई हामी एडभर्ब भन्छौँ, नामयोगी, पोस्टपोजिसन, संज्ञा, नाउन, विशेषण, एडजेक्टिभ। अब यहाँ सुरु सुरु र लुरु लुरु हेर्नुभयो भने यसले के बुझाउँछ भन्दैछ भने यो वकिङ हुँदैछ, उसको ऊ वक गर्दैछ। सुरु सुरु लुरु लुरु है, ऊ वक गर्दैछ भने उसले कुनै काम गर्दैछ, त्यही भएर यसको सही उत्तर हुनेछ क्रियायोगी, जसलाई हामी एडभर्ब भन्छौँ। र यसैमा अर्को क्वेसन रहेको छ, यसको एउटा बोली त सुन्नै पर्यो, यस वाक्यमा आएको बोली कस्तो शब्द हो। संज्ञा,
2मा रहेको छ विशेषण, 3मा क्रिया, 4मा क्रिया विशेषण र बोली भन्ने शब्द चाहिँ हो संज्ञा है। र यसको सही उत्तर हुनेछ संज्ञा। र अर्को क्वेसन रहेको छ हर्कमानसित मोट कति रुपियाँ थियो। अब मैले स्टोरी पढ्दाखेरि तपाईँलाई भनिसकेको थिएँ उसकोमा उसले कति पैसा दिइसकेको थियो, 3 रुपियाँ। त्यसको बादमा उसकोमा त्यो पैसा थिएन। उसले 3 पल्ट उसको बोली सुन्यो र उसले 3 रुपियाँ त्यहाँनिर उसलाई खर्च गरिदियो। त्यही भएर उसकोमा कति रुपियाँ थियो, 5 रुपियाँ छ। अप्सनमा 2मा छ 4 रुपियाँ, 3 नम्बरमा छ 3 रुपियाँ र 4 नम्बरमा छ 2 रुपियाँ र सही जवाब हुनेछ, यसको सही उत्तर हुनेछ 3 रुपियाँ। र यस प्रश्नमा रहेको छ हर्कमान कता जाँदै थियो। मकै पुर्याउन, मकैको भाउ बुझ्न, मकै छर्न या मकै लिन र यसको सही जवाब हुनेछ मकै लिन। 4 जनाको बुझ लिनु भनेको के हो। 4 जनाको बुझ लिनु भनेको के हो। अप्सन 1मा हेर्नुहोस् निर्णय गर्न अघि केही मान्छेको सल्लाह लिनु। अप्सन 2मा छ 4 जनाले पछि कुरा काट्छन् भन्ने सोच्नु। 3मा छ 4 जना मान्छेले भनेको मात्र पत्याउनु र 4 नम्बरमा छ आफू अरू केही मान्छेका साथी हुनु। र बुझ 4 जनाको बुझ लिनु भनेको चाहिँ निर्णय गर्न अघि केही मान्छेको सल्लाह लिनु र यसको सही उत्तर हुनेछ 1 नम्बर। र यसरी लास्ट प्रश्न 99 है, यो त लास्ट क्वेसन हो। बाटामा भेटिएको मानिसले भनेको कुरा कस्तो किसिमको थियो। 1 नम्बरमा छ मनगढ्तन, 2 नम्बरमा छ बाटो काट्ने गफ, 3मा छ उपदेशात्मक र 4मा छ धोका दिने किसिमको। र जुन चाहिँ उसले बाटोमा भेटेको जुन चाहिँ मानिसले जुन चाहिँ कुरा कस्तो खाले थियो भन्दाखेरि चाहिँ त्यो चाहिँ एउटा तपाईँको उसलाई मोरल बेस थियो है, उपदेश दिँदै थियो उसलाई एउटा राम्रो एडभाइस गर्दै थियो त्यो मान्छेले चाहिँ। र त्यही भएर यसको सही उत्तर हुन्छ 3 नम्बर उपदेशात्मक। र यसरी तपाईँको गद्यांश यसरी दिएका हुन्छ र गद्यांशलाई तपाईँले पढेर यसरी गद्यांशमा जुन चाहिँ क्वेसन हुन्छ त्यो स्टोरी बेसै हुन्छ र तपाईँले यसरी सल्भ गर्नुपर्छ। र जतिसक्दो तपाईँले गद्यांशमा राम्रो स्कोर गर्ने कोसिस गर्नुहोस्। 15वटा गद्यांशबाट क्वेसन आउँछ, एटलिस्ट तपाईँले 15मा 14 स्कोर गर्ने कोसिस गर्नुहोस् है। राम्ररी अटेम्प्ट गर्नुहोस्। तपाईँ कन्फ्युज नहुनु। तपाईँको मेन कन्फ्युजन हुन्छ जुन चाहिँ तपाईँको क्रियायोगी दिएको हुन्छ, संज्ञा दिएको हुन्छ, जुन चाहिँ ग्रामरवाला दिएको हुन्छ पार्ट, त्यसमा कन्फ्युज नहुनुहोस्। राम्ररी प्र्याक्टिस गरेर जानुहोस्, तपाईँ अभियसली त्यो राम्रो गर्नुहुनेछ। र यसैको साथमा म यो भिडियो एन्ड गर्न चाहन्छु र तपाईँ फेरि अरू भिडियोको लागि पनि तपाईँले च्यानललाई सब्सक्राइब गर्नुहोस् र लाइक सेयर अनि कमेन्ट पनि गर्नुहोस् च्यानललाई है। र फेरि हामी भेट्नेवाला छु नेक्स्ट भिडियोमा। सो अल द बेस्ट एभ्री वान। राम्ररी प्रिपेयर गर्नुहोस् आउनेवाला सिटेट इक्जामको लागि। सो थ्याङ्क यू।